विषम 1903 नेपाल इतिहासको रगतले लतपतिएको पाना। जङ्गबहादुर राणाको हातमा निरङ्कुश सत्ताको चाबी आयो र भण्डारखालको नरसंहार। एकै रातमा परिवार र शक्ति सन्तुलन ध्वस्त भयो र राणा शासन वज्र जस्तै स्थापित भयो। विषम 1910 को मुलुकी ऐन। यसले सामाजिक वर्गको फलामे पर्खाल खडा गरबार 1910 देखि 35 सम्म मार्ग, पानीका स्रोत र दरबारहरूको मर्मत भयो। यसले राणाहरूको भौतिक पकड बलियो बनाउँदै लग्यो। प्रशासनिक भवन र हुलाक कार्यालय स्थापना भयो। छापाखाना विस्तारसँगै सरकारी सूचनामा राणा नियन्त्रण कडा हुँदै गयो। थापाथलीदेखि सिंह दरबारसम्म भव्य महलहरूले राणा शासकहरूको असीमित शक्ति झल्काउँथे। चन्द्र शमशेरको युगमा अचम्मको विकास। विषम 1962 मा फर्पिङ जलविद्युतबाट अन्धकार चिर्दै आधुनिकताको पहिलो किरण फैलियो। विषम 1975 मा त्रिचन्द्र कलेजको स्थापनाले बन्द समाजमा चेतनाको ढोका खोल्यो र नयाँ वर्ग जन्मायो। विषम 1990 को महाभूकम्प, विनाशको ताण्डव, तर नेतृत्वले पुनर्निर्माणको बिगुल फुक्दै नयाँ काठमाडौँ जन्माए। सत्ताको पकड बालुवाको घर जस्तै गल्यो। राणा शासनभित्रै फुट बढ्यो र कमजोर हुँदै गएको शक्तिले पहिलो संविधानको प्रारूप तयार गर्यो। विषम 2006 मा राजप्रतिनिधिको पलायन र 2007 मा उनको विजयी फर्काइले 104 वर्ष लामो अन्धकारको युगको अन्त्य। नेपालले स्वतन्त्रता र लोकतन्त्रको नयाँ सूर्यलाई स्वागत गर्यो।